कैदीबन्दी छुटाउने घटनामा रवि लामिछानेको संलग्नता रहेको मानवाधिकार आयोगको निष्कर्ष। मानवाधिकार आयोगले जेन्जी आन्दोलनका क्रममा नखु कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै अनुसन्धान सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा उक्त कार्य मानवाधिकारको हनन मात्र नभई कारागार ऐन 2079 अन्तर्गत फौजदारी अपराध समेत भएको बताइएको छ। यस विषयमा लामिछानेसँगै नखु कारागार प्रशासनका तत्कालीन प्रमुख सत्यराज जोशी, सांसद मनिष झा र हरि ढकाललाई समेत अनुसन्धानमा ल्याउन सिफारिस गरिएको छ। प्रतिवेदन अनुसार कैदीबन्दी र बाल झिकाइकर्तालाई कारागार बाहिर पठाउने कार्यमा संलग्नता देखिएको दावी गरिएको छ। साथै जेलर र लामिछानेको बयान आपसमा बाझिएको पनि उल्लेख गरिएको छ। जेलरले दबावमा पत्रमा सही गरेको बयान दिएका छन् भने लामिछानेले आफूलाई जेलरले नै बाहिर जान सुझाव दिएको बताएका छन्।